नेपाल भिआरमा स्वागत छ। हाम्रो च्यानललाई लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला है। ल आजको सबैभन्दा ठूलो समाचारबाट सुरु गरौं। पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखक हिरासत मुक्त भएका छन्। उहाँहरूलाई हाजिर जमानीमा छोडिएको हो, मतलब बोलाएको बेला उपस्थित हुनुपर्छ। तर रिहा भए पनि ओलीजी भने केही समय अस्पतालमै बस्नुहुने भएको छ। त्यसो भए कुरो के थियो त? उहाँहरूलाई पक्राउने किन गरिएको थियो? आउनुहोस् अलि पछाडि फर्कौं। यो सबै कुरा जेनजी आन्दोलन छानबिन आयोगको सिफारिसबाट सुरु भएको थियो। घटनाक्रम यस्तो थियो: भदौको आन्दोलन अनि चैतमा पक्राउ र 3 पटकसम्म म्याद थप। हिरासतमा रहँदा ओलीलाई अस्पतालमा र लेखकलाई सशस्त्र प्रहरीको गणमा राखिएको थियो। अब सवाल उठ्छ, उहाँहरूको रिहाई कसरी भयो त? यसमा अदालतले के गर्यो? सर्वोच्च अदालतको आदेश आयो, चौथो पटक म्याद नथप्नु, अनुसन्धान सकिए छोड्दिनु। बन्दी प्रत्यक्षीकरणको रिट परेपछि अदालतले यो आदेश दिएको हो। त्यसो भए अब के हुन्छ त? के उहाँहरूले सफाई पाउनुभयो? सफाई पाएको होइन, अनुसन्धान जारी नै छ र उहाँहरूले सहयोग गर्नुपर्नेछ। यसले एउटा ठूलो प्रश्न खडा गरेको छ। अब यो अनुसन्धानको कथा कतातिर मोडिन्छ होला? यो घटनाको अपडेट हामी तपाईलाई दिइरहनेछौँ। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नेपाल भिआरलाई सब्स्क्राइब गर्न नभुल्नुहोला है। नमस्ते।